गाइज आज चाहिँ हामी महाभान्जा खोला जाँदैछौँ। हामी कहाँ जाँदैछौँ मैले आज? खोला। किन थाहा छैन? अब हामी महाभान्जा चाहिँ खोला जाँदैछौँ होइन गाइजहरू। त्यसपछि किन चाहिँ उहीँ गएर भन्छु म खोला हेर्नु पनि अनि सानो काम छ। हामीले चाहिँ पानी आउँछ भनेर छाता बोकेछौँ। खोइ छाता देखाऊ त। यता छाता बोकेछौँ अनि त्यसपछि बाटो अप्ठ्यारो होला भनेर चाहिँ यता हँसिया बोकेछौँ है त गाइजहरू। बाटोमा झोरीहरू पलाएको फाड्नको लागि। खोला चाहिँ किन जाँदैछौँ भने हामी खोला चाहिँ हाम्रो खेत छ। खेतमा धान रोपेको छौँ होइन। धानमा पानीहरू काट्नको लागि, पानी काट्नको लागि, धान कस्तो भएछ भनेर हेर्नको लागि जाँदैछौँ। अनि यता महाभान्जा अहिले चाहिँ हामी त्यतिको लागि जाँदैछौँ। अनि खोला पनि पानी कटाएर, खेतमा पानी कटाएर खोला पनि पुग्नेछौँ हामी होइन। हामी चाहिँ फाइनली खोला आइपुग्न लाग्यौँ। खोलाको आवाजले मेरो आवाज पनि सुनेको छैन होला। यो चाहिँ अलिअलि देख्दै हुनुहुन्छ खेत, त्यो चाहिँ हाम्रो खेत रहेको छ। अनि यता पारिपट्टि चाहिँ हाम्रो छिमेकी राईहरूको खेत रहेको छ। आधी बाँझो छ, आधी चाहिँ खेती लगाएको छ। यता पहिरो देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो गाउँदेखिको। यो खोला चाहिँ अहिले छायाले देख्न सक्नु भएको छैन। हामी चाहिँ फाइनली खेत आइपुगिसक्यौँ। खेतमा हामी वास्तवमा चाहिँ पानी मार्न आएको, पानी चाहिँ कसले मारिसकेको रहेछ। त्यसैले यता चाहिँ हाम्रो अब हामी त्यही पनि एकचोटि मुहानमा पुग्छौँ पानी मार्न। हाम्रो कुलो चाहिँ एका खोलाको चाहिँ छैन। जस्ट कुलो चाहिँ हाम्रो कहाँको छ भने छेरे खोलाको यो देखिएको हाम्रो खेत। वाउ कति राम्रो देखिएको यार। यो चाहिँ हाम्रो, यहाँ चाहिँ धेरैजना आएको छ खेत। है त गाइजहरू। चाहिँ नि हाम्रो भान्जासिर चाहिँ यता हुनुहुन्छ। अनि हामी यता पानीको मुहान जान्छौँ एकचोटि। अनि त्यसपछि यता होइन, यता हाम्रो पानीको मुहान चाहिँ खोमे खोलामा छ। पानी चाहिँ अहिले कुलोमा छैन है त गाइज। फाइनली हामी पनि खेत चाहिँ आइपुग्यो। यो चाहिँ हाम्रो खेत रहेको छ। यहाँ चाहिँ यस्तो दामी देखेछ नि सब धान पाक्न आँटेको यो पार सबै चाहिँ धेरैजनाको छ। यो चाहिँ हाम्रो गोठ, यता भान्जासिरी। अनि यस्तो राम्रो छ नि। वाउ मनै लोभ्याउने खालको छ यहाँ चाहिँ है त। खेत त के राम्रो छ सम्म। धानबारी त यस्तो राम्रो देखेछ नि। बब्बल देखेछ। अब जाउँ खोला। अब चाहिँ हामी खोला जाँदैछौँ महाभान्जा। ल हामी चाहिँ खेत काटेर खोला झर्न लागिसक्यौँ। खेत काटिसक्यौँ। यता ब्याकग्राउन्डमा खेत देख्न सक्नुहुन्छ। यस्तो राम्रो देखेको छैन। हाम्रो भान्जासिरी चाहिँ अगाडि जाँदै हुनुहुन्छ खोला हेर्नुलाई टक्कसँगले। म पनि जाँदैछु। बाटो चाहिँ झोर छ है। बाटो झोर छ, सर्प होला हेर्दैन। काँडा पनि रहेछ। एकछिन पख त्यसलाई टेक्नुपर्छ। यस्तो टेकेर जाँदैछौँ हामी। छिर त उठिसकेको फेरि यता। त्यसैले हामी खोला जाँदैछौँ गाइज। खोला हेर्नु, खोला चाहिँ धेरै ठुलो छ जस्तो। महाभान्जा जाँदैछौँ। अब खोला पुगेर तपाईँहरूलाई खोलाको सिन पनि हामी देखाउँछौँ होइन त भान्जा? खोइ कता हरायो तिमी त? खोइ त उहाँ परेछ उहाँ। हेर त खोला अस्ति यताबाट पनि आएको रहेछ। हेर्नु सक्नुहुन्छ यताबाट पनि खोला आएको रहेछ। यताबाट पनि आएको रहेछ। हामी यही बगरले माडेको मैदानमा भन्छ जाँदैछौँ। खोला चाहिँ यत्रो बुढो रहेछ नि। एक्सपेक्ट नि नगरेको ठुलो रहेछ खोला चाहिँ होइन। हामीले
एक्सपेक्ट पनि गरेको थिएनौँ यति ठुलो खोला छ भनेर चाहिँ होइन ठुलो रहेछ खोला त राम्रो छ खोला चाहिँ होइन खोला चाहिँ ब्याकग्राउन्डबाट राम्रो देखिन्छ होला म ब्याकग्राउन्डबाट ल्याउँछु खोला चाहिँ होइन टक्कसँगले यहाँ चाहिँ हामी बोलेको सुने छैन होला खोला चाहिँ रहेछ खोला चाहिँ राम्रो रहेछ अब त मा भन्दा जाँदैछौँ खोला हेर्न खोला चाहिँ यत्रो ठुलो छ नि यहाँभन्दा उता नजाउँ ल खोला चाहिँ यस्तो छ नि वाउ छ खोला त गाई खोइ भन्छ त चप्पल बगाउला है यस्तो छ नि खोला त खोला कत्रो तर्नु सक्ने रहेछ नसक्ने रहेछ है खोला त भान्जा त हेरेको खोला देखेर होइन खोला त के यो खोला चाहिँ हामी हिजो तल गएको तरेर अर्को पनि मिसिकन पनि हामी तल गएको है त गाई खोला चाहिँ यस्तो रहेछ अब चाहिँ हामी खोला हेरिसक्यौँ गर्नुपर्ने काम गरिसक्यौँ घर जान्छौँ होइन घर जाने होइन अब खोला त के छ त्यो फेरि हामी चाहिँ खोला हेरेर आइसक्यौँ खोला कस्तो रहेछ सफल अलिक ठुलो सरले भन सुन्दैन खोला चाहिँ लास्टै ठुलो रहेछ हामी खोला हेरी आइसक्यौँ फेरि यस्तो राम्रो भ्यू देखेको छ नि तर क्यामेरा पनि अझ अलिक राम्रो हुनुपर्छ दामी धनबारी यो चाहिँ फेरि एकजनाको मात्रै चाहिँ होइन है गाइज फेरि धेरैजना 5-7 जनाको यस्तो राम्रो देखेको छ नि